पदमा पुगेर काम गर्नुपर्ने हुन्छ त्यही नै नेपोटिजम अथवा फलानाको उसको आएर जुन चाहिँ भरेको छ त्यसैले त्यसलाई भएन भनेको जुन चाहिँ छ नि त्यसलाई के भन्न चाहनुहुन्छ? कुनै पनि ठाउँको एपोइन्टमेन्टको एउटा प्रोसेस हुन्छ, ठाउँमा मान्छे फिट गर्ने, अनि त्यस पछाडि त्यो भ्यालुजबाट भन्दा पनि जसले नियुक्ति गरेको उसबाट एकाउन्टेबल बन्न पर्ने खालको, अथवा नियुक्ति गरेपछि मैले भनेअनुसार गर्नुपर्छ त त मैले बनाइदिया हो नि त। संविधानले के भन्छ, कानुनले के भन्छ, नर्म्स र भ्यालुजले कति गर्न दिन्छ दिन्न भन्ने आधारमा सोच्ने भन्दा पनि त्यो चाहिँ एपोइन्टमेन्ट प्रतिको लोयल्टी मेन्टेन गराउने गइसके पछाडि पनि बाहिरबाट गाइड गर्ने भयो भने त्यो चाहिँ रुल अफ लको हिसाबले मकरिने हो। त्यो एकदम दुर्भाग्यको कुरा हो। एपोइन्टमेन्ट गरिसके पछाडि उसको फङ्सनल इन्डिपेन्डेन्सी हामीले इन्स्योर गर्ने कल्चर डेभलप गर्नु पर्यो। त्यो माइन्डसेट हामीमा हुनु पर्यो कि सोसाइटीमा सुशासन भयो, सोसाइटीमा रुल अफ ल भयो, सोसाइटीमा एक लेभलको चाहिँ अमन चयन भयो भने म पनि सेक्योर्ड हुन्छु भन्ने साइकोलोजी, त्यो माइन्डसेट, त्यो एउटा बुझाइबाट हामी गाइडेड भयौँ भने एक खालको व्यवस्था बन्छ होइन। सबै ठाउँमा मान्छे फिट गरिन भने त मलाई कति बेला चाहिँ जेल हाल्छन् मेरो के हुन्छ भन्ने हो भने, अनि संवैधानिक निकायहरूमा राज्यका मेजर अङ्गहरूमा उसले चाहिँ मान्छे फिट गरेर सेक्योर्ड हुने माइन्डसेटबाट काम भयो भने अनि त्यसले चाहिँ होल सिस्टमलाई नै कोल्याप्स गर्ने बाटोतिर लान्छ।